दर्शकबिन यतिखेर भुन्टी सिरियलले नयाँ मोड लिएको छ। यतिखेर गाउँमा धुमधामसँग भूमिकाको विवाह भइसकेको छ भने विवाह भइसकेपछि भूमिकाको आमा बालकुमारी भने रोइरहेको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शकबिन, छोरी बाहेक म अरूसँग कोहीसँग पनि बोल्न चाहन्न, छोरी मेरो छोरी गइहाली भनेर बालकुमारी भने धरधरी रोइरहेको दृश्य हामीले देख्न सक्छौँ। तसर्थ छोराहरूले भने छोरी मात्रै छोरी हो, हामी चाहिँ तपाईँको छोरा होइनौँ र भनेर यस खालको प्रश्नहरू गरिरहेको दृश्य हामीले देख्न सक्छौँ भने बालकुमारी भने छोराहरूले त्यसो भनेपछि रिसाउँदै घरभित्र प्रवेश गरेको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शकबिन, विगतका दिनहरूमा पनि बालकुमारीको छोरी भूमिकाले गाउँमा सबै गाउँलेहरूलाई नै बिच्छिनी गरेर हुने नहुने कार्यहरू गरेर गाउँै डुङ गनाउने गरेर विभिन्न केटाहरूसँग लठरेर हिँड्दै आफ्नो दाजुभाइको नाकसम्म कटाएको दृश्य हामीले देख्न सक्छौँ र अझै पनि गाउँमा भूमिकाकै कुराहरू गरिरहेका छन्। तसर्थ यस खालको केटीले अस्ट्रेलियाको पिआर भएको केटासँग विवाह भएर गयो भन्ने कुरा गाउँलेले थाहा पाएपछि यतिखेर सबै गाउँलेहरू दङ्ग र छक्क परेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिन, विगतका दिनहरूमा त आमा बुवा र दाजुभाइलाई गाउँमा निस्केर हिँड्नु नसक्ने अवस्थामा बनाएकी भूमिकाले यतिखेर पनि विवाह गरेर गइसके पनि सारा दाजुभाइलाई ऋणमा डुबाएर भूमिका विवाह गरेर गइसकेकी छिन्। किनभने घर जग्गा धितो राखेर केटाले भने अनुसारै धेरै पैसा धितोबाट निकालेर सम्पन्न विवाह गरेर भूमिकालाई पठाएका हुन्। तसर्थ भूमिकाले यसरी धुमधामसँग विवाह नगरिदिए आत्महत्या गर्छु भनेर सबै जान परिवारलाई धम्की दिएकी थिइन्। तसर्थ यो शर्तमा सबैजना आफ्नो छोरी यानि कि बहिनीले ज्यान दिन्छु भन्दा हामीले किन नमान्नु र भनेर सबैजना एक भएर सबै घर जग्गा धितो राखेर पैसा निकालेर भूमिकाको विवाह धुमधाम गराएर अस्ट्रेलिया पठाइसकेको दृश्य हामीले देख्न सक्छौँ भने तथापि यता बजारमा भने श्रेयाले उधुम मचाएकी छिन्। यतिखेर आफ्नो श्रीमान गाउँमा बहिनीको विवाहमा गएको अवस्थामा जे जसरी भए पनि भुन्टीलाई चोरी दोष लगाएर घरबाट निकालेरै छाड्छु भनेर योजना बनाएर तम्ताएर रहेकी श्रेया भुन्टी नै आफै घरबाट निस्केर गएपछि दङ्ग र छक्क परेको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शकबिन, यतिखेर श्रेया र जेरी भने घरमा बसेर दुवैजना खुसी मनाइरहेको दृश्य हामीले देख्छौँ। किनभने भुन्टीलाई योजना बनाएर घरबाट निकाल्न खोजेकी थिए तर आफै गई ठिक्क भो भनेर कुरा गरिरहेको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शकबिन, भुन्टी भने घरैमा सौत बन्नको लागि जेरी आएर भूपेन्द्रको हेरविचार गर्छु, त्यो पनि भूपेन्द्रले धेरै माया मलाई गर्छन्, तिमीलाई कदापि गर्ने छैन, त्यसैले तिमी भूपेन्द्रको पछि लागेर नबसा भनेर जेरीले आएर भुन्टीलाई बताएपछि भुन्टीले पनि पहिले आफ्नो श्रीमानले आफूलाई दिएको यातना पीडाहरू सम्झेर हो तिमीले ठिक भने मैले अब यो घरबाट गएनन् भने मलाई धेरै दुःख हुनेछ, पहिले भन्दा पनि धेरै दुःख यातनाहरू दिनेछन् भूपेन्द्रले भनेर सोच विचार गरेर भुन्टीले आफ्नो निर्णय लिएर त्यस घरबाट भुन्टी निस्केर हिँडिसकेको दृश्य हामीले देख्न सक्छौँ। दर्शकबिन, यसरी भुन्टी सिरियलमा पनि चारैतिर लफड परिरहेको छ भने भुन्टीको जीवनमा दुःख आइपरिरहेका छन्। तसर्थ तपाईँहरूलाई पनि भुन्टी सिरियल सम्बन्धी रुचि छन् भने कृपया हाम्रो यस भिडियोलाई लाइक कमेन्ट सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गरी हामीसँग जोडिनु भने अवश्य नभुल्नुहोला भन्दै आजको यस भुन्टी सिरियल रिभ्यू भिडियोबाट बिताउन चाहन्छु। तपाईँहरूको बाँकी पल सुखद रहोस्। हस्त, धन्यवाद।